नमस्ते सबैजनालाई, म चाहिँ शरद मङ्गल पेसी। हामी चाहिँ आज चाहिँ गाउँ जान लाग्छौँ होइन, दसैँ मान्न घर जान लाग्छौँ। यसरी हिँड्नुपर्छ यात्रा यहाँको होइन। यस्तो यो बाटो भएर आएको तल आउँदैछ गाडी, एउटा तल आउँदैछ। यस्तो छ है अब गाउँको बाटो। तल आइरहेछ एउटा गाडी। यो चाहिँ रुकुमपुरको पुथातुर्की गाउँपालिका जाने बाटो हो होइन। यहाँदेखि तकसेरा कोलराङ्सी हुँदै पुथातुर्की गाउँपालिका उका मैकोट खारबाङ जाने रहेछ। मध्य पहाडी राजमार्ग यहाँसम्म पर्छ। यहाँदेखि चाहिँ फाटेर चाहिँ मध्य पहाडी राजमार्ग यता गयो बाख्लुङ गइहाल्छ यतातिर है। यो बाटो चाहिँ हाम्रो चाहिँ तकसेरा अथवा पुथा गाउँपालिकातिर प्रवेश गर्ने बाटो हो। हामी चाहिँ तकसेरा गाउँपालिकामा प्रवेश गरिसक्यौँ होइन। हाम्रो गाउँपालिका गइसक्यौँ है। बाटोमा यस्तो भेडा बाख्राहरू भेटिन्छ नि यो जाने बाटोमा होइन। ट्याक्क होटलहरू पनि छ साइडमा। अनि हाम्रो गाउँपालिका आयो चाहिँ हाम्रो गाउँपालिका प्रवेश गरिसक्यौँ होइन। अहिले चाहिँ हामी ट्याक्कै चाहिँ चिबाङ भन्ने ठाउँमा आइसक्यौँ होइन। कोल नाखाराङ्सी भने यता चाहिँ तकसेरा जाने मैकोट खारबाङ जाने बाटो हो। अब हामी चाहिँ यता बाटो छोडेर चाहिँ अब यता बाटो जाँदैछौँ। फाइनली हामी चाहिँ तकसेरा आइपुग्यौँ होइन। यो तकसेरा गाउँ हो। यहाँ चाहिँ तकसेरा गाउँ छ। हामी चाहिँ होटेलमा बसेछौँ एउटा होटेलमा। अब टक्क चाउमिन खाने हो चाउमिन। अनि चाउमिन खाएर चाहिँ हामी ट्याक्क फेरि खारबाङ जाने हो। खारबाङतिर यात्रा हुन्छ है। हामी चाहिँ ट्याक्क हेरेर चाहिँ नास्ता खायौँ होइन। यो तकसेरा अर्ग्यानिक पाउडर घरमा चाहिँ नास्ता खाएर अब यहाँदेखि निस्केर चाहिँ ट्याक्क यो बाटो भएर चाहिँ टक्क चाहिँ यो त्यहाँ गाडीहरू गइरहेको छ। यहाँ त देख्न सक्नुहुन्छ यो गाडी हो होइन। यो गाडीहरू चाहिँ दसैँ तिहार बनाउनु मैकोट तकसेरा खारबाङ हुँदै जानु लाग्छ भने हामी चाहिँ यो बाटो भएर चाहिँ फेरि जानु लाग्छौँ। अब यात्रा चाहिँ बिस्तारै फोटोहरू भिडियोहरू देखाउँदै जान्छु। अब हामी यहाँदेखि लाग्यौँ है त। केही किलोमिटर अगाडि आइसकेपछि यो चाहिँ बिरगुम खाने हो होइन। यो चाहिँ बिरगुमको गाउँ हो जहाँ थकाली समुदायहरू धेरै बस्ने गर्छन्। यहाँ चाहिँ यो हाम्रो खारबाङ जाने बाटै यहाँनिर चाहिँ साइडमा एउटा बिरगुम भन्ने गाउँ छ। यो बिरगुम गाउँ आफैमा पुथाको एउटा प्रत्येकै क्षेत्रको रूपमा पनि स्थापित भइसकेको छ। हाम्रो घरतिर जाने बाटोहरूमा यसरी फुलहरू फुलेका छन् है। तपाईँकोतिर कस्तो फुलेको छ भनिदिनु होला, देखाउनु होला। तपाईँहरूलाई यसो वातावरण कस्तो लाग्छ, हाम्रो मौसम कस्तो देखाइरहेको छ हेर्नु होला। अनि तपाईँहरूले भनिदिनु होला होइन। यो चाहिँ हामी गाउँ जाँदै गर्दाखेरि चाहिँ ट्याक्क चाहिँ यहाँदेखि एउटा देखिएको यो गाउँ चाहिँ कोल गाउँ हो होइन। काठमाडौँ महानगरपालिकाको बालेनले चाहिँ एम्बुलेन्स सहयोग गरेको चाहिँ यही गाउँको हो। यही वडालाई चाहिँ गर्नुभएको छ उहाँले होइन। यो कोल गाउँ हो। यता चाहिँ गोलखडा हो, त्यो चाहिँ गोलखडा हो होइन। प्रायः देखिने चाहिँ त्यो डाँडो चाहिँ गोलखडा हो, जसलाई चाहिँ शेरबहादुर देवा प्रधानमन्त्री हुँदाखेरि चाहिँ सदरमुकामको रूपमा पनि चाहिँ गर्नुभएको थियो। पछि चाहिँ त्यो रद्द भयो होइन। त्यही गाउँ हो गोलखडा। अनि यहाँ तल छ हामी चाहिँ यही पत्नी भएर जाने हो। यो पत्नी गाउँ हो होइन। यो पत्नी गाउँ हो। टक्क यही गाउँ भएर जाने हो। हामी जाने बाटो यस्तो छ हेर्नुहोस्। यतादेखि आएको हामी चाहिँ यसरी यतादेखि आएको। अब यस्तो बाटो फेरि बाटो चाहिँ हामी चाहिँ जाँदैछौँ। काहीँ बाटोमा फुलेको छ, काहीँ चाहिँ बाख्रा भैँसीहरू चाहिँ एकदम उ गरिरहेछन् के अरे चढाइरहेको, गुड सारिरहेको, ल्याइरहेको, लगिरहेको भइरहेछ भने काहीँ चाहिँ यसरी चाहिँ किसानहरूले चाहिँ अब बर्खे बालीलाई चाहिँ थकानी भन्ने हुन्छ होइन। मकैको यो गुन्ठाहरू पारेर अब चाहिँ गहुँ रोप्ने हुन्छ। पछि चाहिँ अहिले चाहिँ बर्खे बालीलाई चाहिँ भण्डारण गर्दै हुनुहुन्छ यहाँकै किसानहरू, दाजुभाइ दिदीबहिनीहरू, गाउँको समुदायले। हाम्रो गाउँ जाने बाटोमा फुल मात्रै फुलेका होइनन्, यस्तो बाटो पनि छ हेर्नुहोस्। यस्तो भिडियोको अवस्था छ। डाइरेक्ट त्यही रोडतिर पाप भइरहेछ एउटा होइन। पथरा जाने चाहिँ कति धुलो तारे एकदम पुरा कठिन पनि छ है। गाउँको जाने बाटो यस्तो कठिन पनि छ, भिडको बाटो छ। लगाइ हामी यहाँदेखि चाहिँ अब चाहिँ दिम्बु गरेर पुगिसक्यौँ फाइनल्ली होइन। अब चाहिँ यहाँदेखि चाहिँ पारिदेखि बाटो चाहिँ खारबाङ हो, पारिको त्यो गाउँ चाहिँ खारबाङ हो होइन। यहाँ त खोला छ, खोलादेखि चाहिँ बाइक गाडीहरू जाँदैन, त्योहरू त्यहाँदेखि हिँड्नुपर्छ। फेरि हिँडेको भिडियोहरू फेरि अर्को क्लिपमा ल। फाइनली हामी चाहिँ गाडी छोडिसक्यौँ होइन। बाइक चाहिँ त्यहाँ राखिसक्यौँ। त्यसरी त्यहाँ चाहिँ प्लास्टिकले टोरेर राखिसक्यौँ। अब हामी चाहिँ यहाँदेखि टक्क चाहिँ यस्तो बाटो छ, यस्तो बाटो छ होइन। यो बाटोहरू चाहिँ हामी चाहिँ हिँड्दै जाने हो। अब यहाँदेखि त्यहाँनिरसम्म तेर्सो छ होइन। यस्तो बाटो छ, मान्छेहरू पनि धेरै हिँड्दैनन् होइन। त्यहाँदेखि त्यो बाटो त्यो ट्र्याक खने जस्तो छ। यहाँ खोला तरेर चाहिँ त्यहाँदेखि ट्याक्क यस्तो चाहिँ यो उकालो तरेर जाने माथि घर जाने हो। ल गइरहेछौँ हेर्नुहोस् एकदम
हेर्दाखेरि त दुःख देखिन्छ नि त होइन। जस्तै अब कस्तो बाटोमा आछ, कति टाढा आएको भन्ने जस्तो लाग्छ नि त मान्छेहरूलाई। तर घर जानु लाएको, वर्ष दिनमा चाहिँ आमा बुवाहरू आफू जन्मेको गाउँ जानु लाएको, बहुत खुसी लागिरहेछ। जति नै टाढा किन नहोस्, जति नै दुर्गम किन नहोस्, जति नै हिँड्नु किन नपरोस्, जन्मघर भनेको त जन्मघर हुँदो रहेछ यार। अब बाइक छोडेर, गाडी छोडेर अब चाहिँ हेर्दै चाहिँ हिँड्दै जानु लाग्यो। धेरै टाढा छ, अझै 2-3 घन्टा चाहिँ हिँड्नुपर्छ होइन। तर जति घन्टा हिँडे पनि मलाई केही टेन्सन छैन कि म घर जानु लाग्छु नि त। बहुत खुसी छु। हाम्रो गर्बेदारा भन्ने ठाउँमा आएको।